नेपाली क्रिकेट फ्यानहरुका लागि केही खुसीका कुराहरू रहेका छन्। नमस्कार, अल नेपाली स्पोर्ट्स अपडेट च्यानलमा हार्दिक स्वागत छ। दर्शकबिन, नेपाली पुरुष सिनियर क्रिकेट टिमले भर्खरै स्कटल्यान्ड र नेदरल्यान्डसँग लिग 2 का ओडिआई र टी20आई सिरिज सकेर स्वदेश फर्किएको छ। त्यहाँ नेपालले ओडिआई र टी20आई दुवैमा निकै सुधारिएको बोलिङ ब्याटिङ प्रदर्शनी देखायो। नयाँ प्रशिक्षक स्टुअर्ट ल आएदेखि नेपाली ब्याट्सम्यानहरूको लामो ब्याटिङ गर्न सक्ने क्षमताको वृद्धि पनि भएको छ। यो त भयो प्रदर्शनको कुरा। अब छिट्टै नै नेपाली पुरुष टिमका क्रिकेट म्याच हुनेवाला छन्। अबको केही सातापछि नेपाली मेन्स क्रिकेट टिम अफगानिस्तान ए र इन्डिया ए बीच टी20 सिरिज हुने चर्चा नेपाल क्रिकेट एसोसिएसन अफ क्यानले गरेको छ। दर्शकबिन, अनि त्यसपछि चाहिँ नेपाली मेन्स क्रिकेट टिम अस्ट्रेलियामा त्यहाँका क्लब लेभलका टिमसँग खेल्न अस्ट्रेलिया जानेछ र त्यसको लगत्तै नेपालले वेस्ट इन्डिजको सिनियर टोलीसँग 3 टी20आई सिरिज खेल्न सेप्टेम्बरमा युएई दुबईमा पुग्नेछ। त्यो खेल लगत्तै नेपालको टी20 विश्वकप छनौट भएकोले पनि नेपालका लागि एकदमै महत्त्वपूर्ण ढङ्गले हेरिएको छ। दर्शकबिन, तपाईहरुलाई के लाग्छ कि वेस्ट इन्डिजसँगको 3 खेल मध्ये नेपालले कति म्याच जित्ला त? कमेन्ट गर्न नभुल्नुहोला। अनि हजुरहरुलाई आजको यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्टमा लेख्नुहोला। मन पर्यो भने एक लाइक गरी भिडियोलाई शेयर गरेर एक सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। जय